मलाई पनि छ नि इच्छा छोड्ने इच्छा छ नि तर जग्गै छैन किन भन्दा त किन मलाई कसले पनि बुझ्दैन बुझ्नै सक्दैन कसले पनि बुझ्न सक्दैन अन्त कुनी कसरी के गरेर म रिहाब पुग्छु हैन अन्त रिहाब पुग्दाखेरि म जस्तैहरु नै भेट्छु म है म जस्तै नि आमालाई रुवाको म जस्तै नि सामान बेचेको म जस्तै नि है घरहरु तोडफोड गरेकोहरु भेट्छु अन्त त्यहाँदेखि म एउटा उत्साह पाउँछु एउटा आँट पाउँछु एउटा भरोसा पाउँछु राम्रो हुन्छु भनेर तर पनि के भन्नु त फेरि हाम्रोमा एडिक्सन भएकोले गर्दा नि म त्यो जग्गा पर पनि म भाग्छु भागिकन फेरि खान थाल्छु है हाम्रो कथा त्यति नै हो क्या खानु रिहाब बस्नु रिहाबबाट निस्किनु भाग्नु फेरि खानु हाम्रो कथा त्यो साइकलमा मात्रै छ क्या जुन चाहिँ दिनदेखि मैले लेट्स से ड्रग्स छोडेँ हैन जुन चाहिँ दिनदेखि म सिक्किममा दार्जिलिङबाट एउटा नयाँ जिन्दगी पाएर आएँ त्यो दिनदेखि हो एडभोकेट गर्न थाले कि ड्रग एडिक्टहरू हो रक्सी खानेहरू हो बिमारीहरू हो उनीहरूलाई रिहाब हुनुपर्छ